But if I lay down and I play dead and I stay dead, maybe you'll get sick of being the monster out of my head, under my bed. Think you're something out of my nightmares, standing right there. But if I lay down and I play dead and I stay dead, then will you get bored of killing me? Silhouettes of you are like a taunt. Never really know just what you want. With you I don't ever feel calm. I can feel the sweat inside my palms. Play with me like cats and a string. You don't understand the pain it brings. Hello guys, welcome back to my channel. स्वागत छ आजको अर्को नयाँ भिडियोमा। अनि आजको भिडियो चाहिँ म त्यो अस्तिको त्यो खावा डाँडाको भिडियोलाई कम्प्लिट गर्न भनेर निस्केको, किनकि मलाई त्यो गडी भनेर थाहा नै थिएन क्या। त्यो नाला गडी भन्ने चाहिँ थाहा थियो। अनि गडीमा त अब हुन्छ नि त मन्दिरहरू यताउता अलिकति पार्क टाइपको हुन्छ नि त। अनि त्यो पनि केही थिएन क्या त्यहाँ चाहिँ। अनि हामी त्यहाँबाट त्यो कम्प्लिट गर्न नि पाएन, पानी परेर त्यो एउटा त्यो झन्डा भएको पार्कसम्म त पुगेको थियौँ। त्यहाँबाट उता के छ देख्न पाएको थिएन क्या। अनि आज चाहिँ त्यही भिडियोलाई कम्प्लिट गर्न भनेर म निस्केको। अनि आज एकजना नयाँ साथी उता समीर खड्गी पनि आउँदैछ, खड्गी ब्लगको। अनि त्यही हो। अनि उदयन दाई पनि हुन्छ, अस्तिको भिडियोमा हेर्न सक्नुहुन्छ। मैले चाहिँ खावा डाँडा भने खावा भन्यो होइन, खावा डाँडा भन्दा अब के हो भनेर त्यो खासै त्यो अलिकति स्टडी पनि गरिएन क्या त्यहाँको बारेमा। अनि त्यही भएर त्यतिकै हावातालमा गएर भिडियो बनाएको। अनि हुन त खावा डाँडा नै रहेछ। अनि त्यहाँ माथि चाहिँ नालागढीको भिडियो चाहिँ कम्प्लिट गर्न पाएको थिएन क्या पानी परेर। अनि त्यही भएर हो चट्ट म घरबाट निस्किसकेँ। आज चाहिँ कम्प्लिट भिडियो आउँछ। हामी चाहिँ अर्को बाटो जाँदैछौँ आज। अस्ति चाहिँ हामी सुडालबाट गएको थियौँ भने आज चाहिँ उता ताथलीको बाटो जान्छौँ। अनि उता पछाडिको बाटो अलि पिसफुल जस्तो देखिरहेको थियो क्या मैले चाहिँ। अनि गडी चाहिँ बनाएको छैन रहेछ, त्यही डाँडाहरूलाई चाहिँ गडी मान्यो अरे। अनि के छ सबै कुराहरू मैले चाहिँ पछि घरमा आएर हेरेँ क्या। यात्री ब्लगबाट हेरेँ। यात्रीले चाहिँ 2-3 वर्ष अगाडि नै भिडियो बनाउनु भएको रहेछ। मिलन थपलिया हो क्या अरे ब्रोको नाम चाहिँ। एकदम पिस छ ठाउँ चाहिँ। आज गर्मी पनि छ नि त, त्यही भएर यसो शीतल ताप्नु पनि हुन्छ भनेर निस्किएको है। हेरौँ के कस्तो हुन्छ, भिडियो हेरेर चट्ट कमेन्ट गर्नु होला है त। अहिले चाहिँ म निको सेरा चोकमा आइपुगेँ। यहाँबाट सिधा गयो भने चाहिँ राधे पुग्छ, राधे भाटबाट निस्किन्छ भने। यतातिर चाहिँ यो सल्लाहघारी जाने बाटो, तलबाट पनि सल्लाहघारी त पुग्छ, यहाँबाट पनि पुग्छ। यहाँबाट चाहिँ सिधा गयो भने सल्लाहघारी हुँदै नगरकोटतिर जान्छ, खरिपाटी हुँदै भने। यतातिर लेफ्टतिर गयो भने चाहिँ दुवाकोटतिर पनि जान्छ। अनि म हिँड्ने बाटो चाहिँ यही हो कि यता पछाडिको बाटो छोटो लाग्छ, उता हाइवे निस्किन भन्दा। अनि त्यही भएर म यतै हिँड्छु होइन। अब यहाँबाट सिधा जाऊँ, सिधा गएपछि सल्लाहघारीमा खड्गी आइरह होला, खड्गीलाई भेट्छु। त्यतिकै चिलाउटको लागि होइन, दिनभरि घरमा के बस्ने भनेर क्या। आज ऊ पनि फ्री रहेछ, ऊ पनि फ्री। अनि भर्खर त्यो 12 बजेतिर राम्रो त त्यहाँ शीतल छ, यसो काँक्रा साँक्रा नि लोकल काँक्रा नि पाइँदो रहेछ होइन त्यतातिर। अनि काँक्रा खाने यसो एकछिन बसेर आऊँ भनेर कुरा गरे हो होइन। सबैजना फ्री भए बेलामा रमाइलो हुन्छ नि त, त्यही भएर त्यस्तो खासै ठुलो उद्देश्य त होइन। अनि त्यही हो होइन। अनि अस्तिको भ्लग पनि कम्प्लिट हुन्छ भनेर चट्ट हिँडेको। जाम के कस्तो हुन्छ, गर्मी छ धेरै। तपाईँहरूलाई कस्तो लागिरहेछ होइन आजभोलिको मौसम। एकछिनमै पानी पर्छ। अस्ति हामी गएको बेलामा यता खतरा पानी परेछ, तर हामी भएको त्यो डाँडामा चाहिँ अलिक थोरै परेको थियो क्या। त्यही भएर यतातिर चाहिँ बाढी नै आएर छ घरमा फोन गर्दा चाहिँ। किनकि हामीले ऱ्याङ्कोट पनि लगाएको थिएन। एकदम रमाइलो भएको थियो, 2 जना मात्रै साँझ बेला भएको थियो। एकदम चिल भएको थियो क्या। भिडियो हेरिहाल्नुभयो होला होइन। खासै त्यो खिच्ने मोड पनि लागेन क्या पानी परेर। म चाहिँ अहिले उदयन दाईको घर आइपुगिसकेँ होइन। उदयन दाईको घर चाहिँ यहीँभित्र छ क्या। यहाँभित्र एउटा चोक छ। अनि नेवारी बस्तुहरू एकदम मनपर्ने हुँदो रहेछ क्या। मलाई चाहिँ त्यो सानोमा के हुन्छ भनेको उदयन दाई निस्किनु भयो। खोइ त खोइ यहाँ शीतल छ है। अस्ति हामी निस्किया बाटो चाहिँ यहाँबाट हो होइन। यताबाट आएको थियौँ, जाँदा चाहिँ उताबाट घुमेर गएको थियौँ। अब यताबाट जाने कुरो भइरहेछ होइन। यताबाट पुग्छ कि पुग्दैन, पुग्छ जस्तो लाग्छ है मलाई चाहिँ। यो चाहिँ ताथलीबाट हुँदै यता नाला हुँदै बनेपा निस्किने बाटो। धेरैजनालाई थाहा छ, मलाई धेरैजना हिँड्नु भएको छ यो बाटो। किनकि वैकल्पिक रूपमा छ क्या अहिले चाहिँ। यता सागातिरको बाटो चाहिँ बिग्रा भयो भएर प्रायः मान्छे यतै हिँड्नुहुन्छ। बाइकहरू सानो गाडीहरू चाहिँ, ठुलो गाडीहरू हिँड्ने चाहिँ त्यति स्पेस नभएर होला होइन। अलिक जाम हुने सम्भावना धेरै हुन्छ। अनि त्यही भएर यहाँबाट सिधा जानुभयो भने बनेपा निस्किन्छ। अनि हामी चाहिँ नालाबाटै छुटिनु पर्ने हुन्छ है त। नालाबाट लेफ्ट जानुपर्ने हुन्छ। खोइ त केटाहरू कता गए।
नेपालमा चाहिँ खतरा खतरा राइडरहरू छ क्या। म यत्रो 72-75 को स्पिडमा हिँडेर आएको छु होइन। मभन्दा त्यति स्टेप अगाडि छ क्या स्कुटर होइन। अनि चान्चुन सम्झेर हुन्छ भने राइडरहरू डेन्जर 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 कस्तो होइन, डेन्जर डेन्जर छ क्या। ए अब चाहिँ यहाँबाट हेरौँ है। यहाँबाट नाला 4 किलोमिटर होइन, भक्तपुर सौडो। दिललाई चाहिँ थाहा रहन्छ होइन, यहाँ अर्को मान्छेलाई सोध्नु पर्ने हुन्छ। यतै कताबाट उकालो लाग्ने जस्तो लाग्छ क्या। त्यहाँबाट हो, सोधौँ न है। लजाउँ 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 जाउँ जाउँ। ल अफ रोड सुरु भयो होइन। हामी चाहिँ ठ्याक्क त्यो चेकपोस्टबाट यताबाट माथि लाग्यौँ है भन्नै बिर्सिरहेँ मैले। ए कसको साउन्ड आयो? तिम्रै हो? के साउन्ड आएको? ल सेट किला 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 छिर्यो, किरा छिर्यो किला। यहाँ लिक्विड हालेको छ होला नि त। हो घुम 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 चाँडो न्युट्रल हाल क्लचमा। लिक्विड हालेको छ नि होइन? तिम्रो यहाँ छुइरहेको रहेछ कि टपमा साथी। ल झन् हामीले त माया गरेर होइन, पन्जामा मतलब नगरी मतलब नगरी दिएको त यसले त हामीलाई ये गलत है। के हुँदैन लिक्विड ये भ्लगमा डालेंगे हम। डालेंगे। ल यो बाटो चाहिँ ठिक छ जस्तो लाग्यो है मलाई। अस्ति हामी उताबाट धेरै घुमेको थियौँ नि त, मैले कति त भिडियोमा हालिनँ होइन। तर घुम्न चाहिँ लास्टै ल माथि आएपछि चाहिँ बाटो दामी पिच रहेछ है। काठमाडौँको भ्यू पनि मस्त देख्छ क्या, मस्त। वाउ यार। के यो हर्षपुर भन्ने ठाउँ आइपुग्यो होइन। यहाँबाट त्यो अस्ति हामी गएको खावासम्म पुग्छ जस्तो लाग्यो क्या। खावामा पुग्छ, खावाबाट हिँड्नुपर्छ जस्तो लाग्यो है, किनकि हामी नजिकै आइसक्यौँ खावाको। त्यहाँबाट सुरुमा आउने सानो गाडी हो अरे, अनि अलि माथि गएपछि चाहिँ ठुलो गाडी आउँछ अरे। यहाँको एकजना दाइले सोधेको। बाटो त अब शीतल बाटो सुरु भइसक्यो क्या। यो जङ्गल आउने बित्तिकै होइन छुट्टै भाइब्स आउँछ नि त। ल अघि चाहिँ यहाँ कोही थिएन, अहिले एकजना बहिनी बसिरहेको छ। ए बहिनी हो कि भाइ हो त्यो? ए भाइ पो रहेछ यार, बहिनी भने भिडियो बनाइराख त। लगाइ चाहिँ हामीले चाहिँ बाइक यहाँ पार्क गऱ्यौँ, 3टा बाइक। आज सर र 3टा बाइक छ कि। हाम्रो उदेन ब्लग, खड्की ब्लग, अनि म। अब हामी चट्टा जाँदैछौँ। अस्ति चाहिँ हामी अगाडिको बाटो गएको थियौँ भने अहिले त्यो पछाडिको बाटो। यहाँ यो ओपनिङ हुन बाँकी रहेछ त्यो भ्यू टावर, अनि यहाँ पछाडिको बाटो पनि यस्तो रुट बनाएको छ है। अनि अब हामी यहाँबाट जान्छौँ। अस्ति गएको हामी सानो गाडी थिएँ, त्यहाँबाट त ठुलो गाडी हुँदै हुँदै जान्छौँ। कतिवटा गाडी छन् है, भिडियो चट्ट हेरेर कमेन्ट गर्नु होला है त। तर खुड्कीलाई देखिन जस्तो लाग्छ।
गाइज उताको भन्दा चाहिँ यताको ट्रायल अलि लामो रहेछ तर राम्रो रहेछ है। उता ठाडै छ नि त, उता चाहिँ ठाडै छ। अस्तिको भिडियोमा हेर्नु होला नपत्याएदेखि। यता चाहिँ स्लोप छ तर धेरै लामो क्या। एउटा डाँडो कटिसक्यो हामी हो, अझै आएकै छैन। एकदम गर्मी भइसक्यो कि अस्ति गर्मी भयो क्या, पानी पनि खाएको खाँदा तर गर्मी भयो है। सल्लाहले त्यति हावा पनि फाल्दैन नि त। अरू रुखहरूमा हावा कति शीतल हुन्थ्यो, यो सल्लाहको रुखहरूमा चाहिँ पातहरू नै हुँदैन, त्यही भएर गर्मी भए हुनसक्छ है। गाइज ल यहाँ आएर चाहिँ यो भर्याङ अन्तिम भयो होइन, भर्याङ भन्नु बेलै। अब यहाँ चौरको बाटो हेर्नुपर्ने हुन्छ। यही बाटो चौरට आएको हामी चाहिँ एकदम दामी लागिरहेछ है। आदिनाथ महादेवको मन्दिर अस्ति हामीले मिस गरेका थियौँ। यो मन्दिर यहीँ छ, त्यहाँबाट यहाँभित्र छ है मेन मूर्ति चाहिँ। हामी भन्यौँ न अस्ति उल्टो घुमेर अस्ति हामी यस्तो उल्टो घुमेर यो मन्दिरै मिस गरिरहेको थियौँ क्या। यहाँ मन्दिर छ नि त। जय शम्भो ल रक्षा गर भगवान्। अब यहाँबाट एकदम खतरा ट्रायलमा जानुपर्ने हुन्छ क्या हामी गाइज है। अब यो भ्लग कम्प्लिट गर्ने भनेर आएको, आज झन् फेरि आज पनि पानी पऱ्यो क्या। अस्ति यहीँ आएर पानी परिरहेको थियो, आज पनि यहीँ आएपछि पानी पऱ्यो क्या फेरि। यस्तो कालो भएर आइरहेछ। हामीलाई के हो यार, पानीले तिमीहरूले भ्लग नबना भने हो कि तिमीहरूलाई चाहिँ म एकदम राम्रो मौसम प्रदान गर्छु, गर्मी भएर आएको केटा हो भने हो कि होइन। तर पानी परै गऱ्यो क्या यार। अब आज चाहिँ भिज्दै भए पनि कम्प्लिट गर्नुपर्ने हुन्छ होइन, फेरि चाहिँ आउने टाइम नहुन नि सक्छ। मेरो आइफोन त नभिजोस् त्यही हो। तिम्रो त झन् 16 प्रो म्याक्स अनि त्यो तिम्रो वाटरप्रुफ होला नि त। वाटरप्रुफ भयो नि माया। ल अस्ति चाहिँ हामी यहीँबाट फर्काएको थियौँ पानी परेर। आज पनि पानी चाहिँ परिरहेछ। यो झन्डाको बारेमा मैले अस्ति नै बोलेको थिएँ, यो झन्डा फेर्ने बेला भएको छ भनेर। अब 2-3 दिनमा फेर्ने कुरो त भन होइन, पुगेको छैन होला उहाँहरूको कानसम्म। तर यो फेर्नुपर्ने अवस्था छ होइन। गडी चाहिँ एउटा यो कुन गडी हो, 3टा गडी छ अरे। यो सानो गडी होला होइन कि ठुलो गडी हो, यो सानो गडी होला। यता तल नि अर्को नि गडी छ अरे। अब हामी त्यो अर्को गडीतिर जाँदैछौँ। अस्ति मैले भ्लग यहीँबाट इन गरेको थिएँ नि त, त्यही भएर मलाई नरमाइलो लाग्यो क्या। अनि फेरि आएको हामी, पानी चाहिँ परिरहेको दामी ठाउँमा आइपुग्यो। एकदम दामी ठाउँ रहेछ। यहाँबाट भक्तपुर मजाले देख्ने। काठमाडौँ उतातिर चाहिँ पानी पर्ला जस्तो कालो भइरहेछ है। अनि चुचे ढुङ्गा जस्तो ढुङ्गा, रुखहरू लडेको, अलिअलि ग्रिनरी सुरु भएर छ होइन। एकदम दामी छ क्या, मजा आयो मलाई चाहिँ। अब यहाँ हामी लास्ट इन्डिङसम्म जाने भनेर हिँडिरहेछौँ। यतातिर यो जङ्गलको बाटो हिँड्नलाई लास्टै मजा लाग्ने रहेछ क्या। अनि गयो भने ल एउटा लास्ट गडी अझै रहेछ। 3टा गडी भन्नुहुन्थ्यो होइन, हामी 2टा चाहिँ गइसक्यौँ। अब एउटा लास्ट गडी त्यहाँ देखिरहेछ, त्यहाँसम्म पुगेर फर्किन्छौँ। अब हामी चाहिँ नालाको नजिक आइसक्यौँ क्या। अझै एउटा गडी रहेछ यतापट्टि छैन, यता नि रहन्छ। गाइज मैले भनेको थिएँ नि, यो वरिपरि चाहिँ यस्तो खाल्डो खन्या छ होइन। यो यस्तो खाल्डो खन्या छ यो वरिपरि। अनि माथि चाहिँ यस्तो माटोको थुम्का जस्तो क्या। अनि यसैलाई चाहिँ गडीको नामाकरण दिनु भएको छ, तर कुन गडी हो थाहा छैन। त्यो एउटा हो अरे लास्ट गडी हो होला। अनि बिचमा छ एउटा, अनि त्योभन्दा माथि एउटा छ होइन, त्यहाँ चाहिँ झन्डा राखेको छ। यहाँ चाहिँ झन्डाहरू नि केही राखेर हिँड्छ। अनि अस्तिको इनकम्प्लिट भ्लग चाहिँ आज कम्प्लिट गऱ्यौँ हामीले होइन। के कस्तो लाग्यो तपाईँहरूलाई? हामीले 3टै गडी घुमेर भ्यायौँ। अनि मैले चाहिँ मेरो एक्सपेक्टेसन चाहिँ के थियो भने गडी भनेको एउटा मन्दिर जस्तो होला, भ्यू टावर केही होला भन्ने लाग्थ्यो। तर त्यो होइन रहेछ। अस्ति हावा चल्यो, त्यो चाहिँ होइन रहेछ। अनि यस्तै थुम्कालाई चाहिँ गडी भनेर नामाकरण गर्नु भएको रहेछ, तर नाम पनि छैन। अनि सल्लाहको बाटो होइन, यहाँ तलबाट नालाबाट आउने बाटो, नाला बजार चाहिँ यहाँ तल देखिरहेको छ है। अनि हामी चाहिँ यता माथिबाट आएको थियौँ। अनि त्यही हो, अब चट्ट हामी फर्किनु पर्ने हुन्छ। हाम्रो उदैन भ्लग यता, खड्की भ्लग यता। आजको दिन पनि एकदम चिल भयो गाई चाहिँ, एकदम रमाइलो भयो। सुन्छन् मान्छेहरू नि खासै आउनु भएको छैन है। ठिक छ ल, त्यही भएर पनि सफा छ क्या। यहाँ देख्नु भएको छ नि, मान्छे आयो भने यहाँ सबै कागज र बोतल मात्रै हुन्छ। कृपया त्यो तपाईँहरू कसैले पनि नगरिदिनु होला भन्छु म चाहिँ। जहाँ जाँदा पनि त्यही हो है, सफा मन राखौँ, सफा के भन्ने, सफा वातावरण बनाऊँ होइन, फोहोर नगरौँ, त्यही हो। ल बाई, थ्याङ्क यू फर वाचिङ।